सो गाइस अब चाहिँ हामी यहाँ सेकुङ लेक जाँदैछौँ होइन। यहाँ चाहिँ सेकुङ लेक चाहिँ यता यहाँबाट जानु रहेछ। हाम्रो दाइले चाहिँ बाटो देखाउँदै हुनुहुन्छ। दाइ चाहिँ हाम्रो गाइड हो। यहाँ छ ल, हामीले बाइक चाहिँ यहाँ पार्किङ हानिसक्यौँ। चौरीकै हेर्नु भयो होला सिनेमेटिक होइन। त्यही हो ल केटा। अब हामी चाहिँ सेकुङ लेक गएर चाहिँ भेट्नेछौँ। अनि यहाँ चाहिँ अब 7 किलोमिटर पछि लेते आउँछ। लेते चाहिँ 7 किलोमिटर पछि छ। 7 किलोमिटर ल गाइस। ल यहाँ चाहिँ यस्तै छ, यही बन्दर छ होइन। अब सेकुङ लेक गएर भेटौँ ल गाइस। बाई बाई। तल चाहिँ त्यो दाइले चाहिँ 10 मिनट भनिरहेको थियो, तर 10 मिनट त यहाँ 10 को डबल भइसक्यो। 20 मिनट हिँडिसक्यौँ आउँदै आएन। यहाँ यस्तो छ, यहाँदेखि चाहिँ तपाईँको ओप्पी भ्यू चाहिँ देखिन सक्छ है। टक्क हिमाल चाहिँ यहाँनिर छ है होइन। यहाँ चाहिँ पुरा यस्तो छ है। केटाहरू अगाडि हिँड्दैछ। अब म चाहिँ हल्का भ्लगर परेँ नि त, अनि त्यही भएर हल्का भ्लग हान्दै क्या केटाहरू। यो कुरा कसैलाई गनेर क्या। ल ल सही हो ल केटा। ल ल तपाईँहरू होइन यस्तै हेर्नु ल, यहाँ हिमाल छ होइन एउटा। अनि त्यस पछाडि फेरि यस्तो घुमाउँदै लियो भने यहाँनिर पनि हिमाल देखिरह ठक्क लाएर। हामी चाहिँ पुरा यस्तोमा छौँ, ओप्पी ठाउँमा छौँ केटा होइन। यस्तो भ्लग त कहिले पनि दिएको छैन होला है तपाईँहरूलाई। मलाई एउटा गडो जस्तो लाग्छ केही पनि हेर्नु हो है। यस्तो भ्लग हेर्नु चाहिँ फेरि हाम्रै ओकेसीले च्यानल सब्सक्राइब हान्नु पर्ने हुन्छ नि। म चाहिँ भने बुझ्नु पर्यो ल। ल बाई बाई। गाइस हामी चाहिँ होइन सिकुङ जाने भनेर चाहिँ सिकुङ लेक जाने भनेर हिँडेको मान्छे हामी चाहिँ जङ्गलको बिचमै हराइसकेका छौँ। र हामीलाई चाहिँ त्यहाँ सानो बोट भेटेको थियौँ हामीले होइन। यता चाहिँ धौलागिरी आइसफल जाने रहेछ होइन। यता धौलागिरी आइसफल जानु रहेछ। यता चाहिँ हाम्रो सिकुङ लेक जानु रहेछ। भ्यू चाहिँ हाम्रो यस्तै छ होइन। केटाहरू यहाँ हिँड्दैछ। वे टु सिकुङ या लेट्स गो म्यान। हाउ यु फिलिङ म्यान? It's being Did you feel you lost adventure. or not? तिमीलाई तिमी हराएको जस्तो लागिरहेको छ कि छैन? Sometimes I feel, but sometimes I don't feel. ल हामी चाहिँ यहाँ बाँदर त भेटिसकिसक्यो नि। ल हामी चाहिँ यहाँ जङ्गलमा अब सिकुङ लेक जाँदैछौँ। र यस्तै छ, यी बाटो घना छ होइन। कोही पनि छैन यो जङ्गलमा, हामी मात्रै छौँ जस्तो पनि लाग्छ मलाई चाहिँ। बाटो यही त हो। बाटो यही नै हो। ल म तपाईँहरूलाई देखाउने छु सिकुङ लेक या। र हाम्रो चाहिँ केटाहरू चाहिँ यहाँबाट हिँड्दैछ होइन यसरी। हामी चाहिँ हल्का बाटो हराएको अवस्था भनौँ न। हामीले चाहिँ यहाँसम्म घरसर भर्खरै भेट्टाइयो होइन। घरहरू बस्तीहरू पनि रहेछ। यहाँ आएर चाहिँ तपाईँहरू क्याम्प गर्न नि मिल्ने रहेछ भन्न जनाउन खोजेको यो बोली चाहिँ। अब चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अब हामी त्यो सिकुङ लेक जानको लागि चाहिँ यो हाम्रो यो पानी बगिरह नि, यो चाहिँ मलाई तालबाटै आएको जस्तो लागिरह होइन। अब हामी चाहिँ यही पानीलाई फलो गर्दा गर्दै हिँड्छौँ होइन। र हाम्रो केटाहरूले चाहिँ भर्खरै खोज गरेर यो बाटो पनि भेट्टाएको छ। अघि चाहिँ हामी जङ्गल आएको थियौँ, अहिले चाहिँ हामी यो बाटो आइरहेछौँ। र यहाँ चाहिँ अनि तपाईँले उहाँ पर देख्न सक्नुहुन्छ हो यहाँ हिमाल हो यहाँ। ल अब चाहिँ हामी लगभग तालमा आइसकेको अवस्था छ केटा। र म तपाईँहरूलाई अब ताल देखाउने छु हल्का छिटो दुगुरेर। र यहाँ तपाईँहरूको टोइलेट पनि छ है। र अब लेट्स गो टु सिनेमेटिक। 3, 2, 1 लेट्स गो टु सिकुङ लेक। बाई बाई। लेट्स गो। सो गाइज हामी चाहिँ यहाँ अहिले यो हाम्रो सिकुङ लेक आइसकेका छौँ। के हो रे यो लेक नाम? सिकुङ लेक चाहिँ आइसकेको छौँ। त्यहाँ चाहिँ मान्छेहरू क्याम्पिङ गर्दैछ होइन। क्याम्पिङ हान्ने ठाउँ पनि रहेछ क्या। हामीलाई चाहिँ त्यस्तो नलेज भएन, तर अब बल्ल हामी आए पछाडि चाहिँ थाहा भयो यहाँ क्याम्पिङ गर्न मिल्ने रहेछ भनेर। अनि त्यहाँ माथि चाहिँ पुरा हिउँ परिरह होइन। र हामी चाहिँ यहाँ हल्का फोटो सेसन चलिरह। तपाईँहरूले सिनेमेटिक पनि हेरिसक्नु भयो होला होइन। हामी त्यही अनुसार भिडियोहरू हालिरहेका छौँ। र
र तपाईँहरू सिक्किम आउनु छ भने चाहिँ एकचोटि हामीलाई डिएम गर्न पनि सक्नुहुन्छ हैन त्यही हो म्यासेज गरेर आउँदा चाहिँ तपाईँलाई ठिक हुन्छ टिकटक गराए पछाडि चाहिँ यहाँ बब्बाले माथि चाहिँ डेन्जर हिउँ परिरहेको कि हाम्रो चाहिँ यस्तो एक्सपेक्टै गरेको थिएनौँ यहाँ पानी पनि परिरहेको होइन डेन्जर हिउँ परिरहेको यहाँ चाहिँ ठ्याक्कै हामीलाई र यहाँ यहाँ हेर त तालमा पानी सानी सब परिरहेको हामी पनि हल्का भिजिरहेको होइन पुरा हिउँ परिरहेको यार गाइज यार ए हो त्यस्तो दामी हिउँ परिरहेको ए ल अब चाहिँ हामी चाहिँ एकछिन त्यहाँ गएर चाहिँ बस्छौँ होला हिउँको वेटिङ गरेर एन्ड आफ्टर द्याट we will live. Okay guys, this is the feeling यार कस्तो दामी फिल भइरहेछ राजा तिमीलाई के फिल भइरहेछ फर्स्ट टाइम एक्सपिरियन्स लाइभ एक्सपिरियन्स युज गरिरहेछ यार केटा हामीले चाहिँ बबाल टिकटकहरु पनि गरायौँ हैन तपाईहरु टिकटक हेर्नु मन छ भने चाहिँ तपाईले टक्क हाम्रो आइडीहरु चेक गर्न सक्नुहुन्छ त्यो चाहिँ माथि म राख्दिने छु हैन यो चाहिँ हाम्रो लाइफको जियोस खतरै मोमेन्ट भयो हामीले चाहिँ बाइक चाहिँ तल पार्क गरेर आएको यहाँ चाहिँ अहिले हामी चाहिँ पुरा पानीले हल्का भिजायो हल्का हिउँ परेर चाहिँ अलि मनोरञ्जन भइरहेछ यहाँ केटाहरू अगाडि गइरहेछ हिउँ परेर यस्तो जाडो भइरहेछ यार बाइक कसरी चलाउने मलाई टेन्सन भइसक्यो र तपाईले ताल पनि देख्न सक्नुहुन्छ तालमा पानी परेको यस्तो चाहिँ बाटोहरू पनि पुरा भिजिरहेछ ल हिउँ परिरहेछ है केटा होला सयो ल केटा ल एकछिनमा भेटौँ ल तपाईहरुले देख्न सक्नुहुन्छ हामी चाहिँ हिउँको माथि छौँ हैन हामीले यस्तो डेन्जर क्या हामीले कस्तो यस्तो डेन्जर एक्सपिरियन्स गर्यो क्या हामी चाहिँ अनप्लान थियो हैन यहाँ डेन्जर मजा नि भयो तपाईहरुले देख्न सक्नुहुन्छ पुरा क्या हैन यस्तो दामी हिउँ परिरहेछ है स्वाई तालमा नि पुरा परिरहेछ हामी चाहिँ यहाँ बसिरहेछ हैन पुरा यहाँ छ महेन्द्र र म सही ल यस्तो मजा आयो कि हैन डेन्जर क्या यस्तो डेन्जर सयो या सयो ल यति मजा आयो कि यति मजा ल सो गाइस ल है हामी चाहिँ टक्क लाएर यहाँ चाहिँ यस्तो बबाल कि केटा म हैन के भन्ने यार हामी यार केटा साच्चीकै लक्की हो हामी यहाँ हैन खास नआउने भनेको कि केटा म त पागल हुन लागिसक्यो कि यो सोचेर हामी खास यहाँ नआउने भनेको हैन तर हामी के गर्दा 10 मिनट भन्दै गफ हान्दै कि आइडीले 10 मिनट भनेर हाम्रो जाङ्गर लाएर आएको 10 मिनट त गइदिउँ भनेर आएको तर यहाँ आएर ताल भेटियो औडा अनि लास्टमा त हिउँनै पर्थ्यो कि यो जीवनमा कहिले अनुरूप गरेको थिएन कि यस्तो त कहिल्यै जिन्दगीमा फर्स्ट टाइमै होला कि यस्तो भएको त हैन बरु तलको हिउँ सिउ चलाइत्यो होला आफै हिउँ झारित्यो होला हैन तर यस्तो त कहिल्यै भएको थिएन कि राम्रमी आकाशबाट यस्तरी हिउँ आएको हेरी यो त म त एकदम ब्लेस भयो कि म त आज त यार यो ठाउँमा यो त लास्टले अल त्यस्तो हेभनै भयो कि यो त यार म पागल हुन लागिसक्यो यार केटा हो यार हेर त ल अघि मैले ठु गरे के यार के कस्तो नराम्रो ठाउँ भनेको हेर त ल केटा हो यार औडै भयो कि यो चाहिँ एकदम नेत्र आइछ इट्स अ गॉड्स प्लान यार गॉड्स प्लान थ्यांक यू गॉड यार सयो कस्तो फिल भइरहेछ महेन्द्रजी इट्स भेरी डेन्जरस कस्तो हिउँ परेको फेरि राजाहरूले फेरि नुन राखेको भन्लान् फेरि होइन नुन होइन नि झर्दैछ नि फेरि नुन रेको नुन भन्ने नाल झर्दैछ नि फेरि सो गाइस ल हामी त डेन्जर भयो कि यार केटा यार औडा मजा आइरह यस्तो डेन्जर यहाँ केटाहरू नि यस्तो रमाइरह ल अब चाहिँ जाम केटा अच्छु हामीले चाहिँ हल्का भिडियो सिडियो गराएको अवस्था छ र अब चाहिँ हामी भित्र पुग्न अब भित्र जानु पर्नेछ है ल हामी चाहिँ यहाँ भित्र अब हामी चाहिँ यहाँ सेल्टर भित्र जानेछौँ ल ओहो ल हामी चाहिँ यहाँ म यहाँ घरभित्र आइपुगेको छु ल केटाहरू नि आइसक्यो दाइ यहाँ हुनुहुन्छ ल केटा ल यहाँ हाम्रो हल्का आएको छ अब आएको तापिन्छ ल अच्छु जाडो I'm all about words, but it sounds like
छोड्यो होइन र हामीले चाहिँ हिउँको एकदम मनोरञ्जन लिइसकेको अवस्था छ र हामीले हल्का 1-2 टिकटक पनि हानिसकेका छौँ र अब तपाईँको भ्यू चाहिँ कस्तो छ भन्दा म देखाउने छु है ल है 3, 2, 1 लेट्स गो यही नै हो भ्यू हाम्रो अघिको जानेहरूलाई कति रिग्रेट भयो होला है त्यही त नि तपाईँले भ्यू पनि देखिसक्नु भइसकेको होला हाम्रो भ्लगमा फेरि यस्तो यस्तो मात्रै हेर्न पाइन्छ नभए पाइन्न है गाइस ल सब्सक्राइब गरौँ है ल बाई बाई सो केटा आउँदा चाहिँ हामी चाहिँ हाम्रो होटल एक एन्ड यति भन्नेमा आएको छौँ र त्यस पछाडि यो बेनी पनि छ होइन यो बेनीको ब्रान्च हो कि के थाहा भएन तर यहाँ चाहिँ अब के हो भन्दा चाहिँ हामीले खाना खाने प्रोसेस हुँदैछ र वी आर वेटिङ फर खाना र दाइ यहाँ हुनुहुन्छ र यहाँ चाहिँ मिठो मिठो पेन्टिङहरू छ यहाँ चाहिँ मेस्सी पनि देखिरह यहाँ मेस्सी ऐना खै यहाँ मेस्सी देखिरह नि यहाँ चाहिँ आरसिबी भर्सेस केकेआर चलिरह आज यहाँ भिडियो हाले हिउँको भ्यू हालेको यार मोबाइलमा हेर्दा सबै आउँछ यार इन्स्टाको स्टोरीमा हेर्दा ढुस आउँछ यार भएन यस्तो चाहिँ कुराहरू अर्को अर्कै भयो कि ल बाई बाई खाना खाएपछि भेटौँ ल खाना